म 59 मिलियन पुगिसकेको छ हाम्रो बाइक यार 1 मिलियन लाग्यो 1 मिलियन पुगिसकेको छ आम्मा ऊ ल ल ल ल त्यो त हान्दिनँ यार म त्यतिसम्म चाहिँ छैन होइन त्यसो अलिअलि कुदाउनु जानेछु भनौँ न रन्डीको बान झन्डै गएको थियो है रन्डीको बान हो होइन यस्तो भ्लग सुट गरिरहेको थियो यार त्यत्रो लङ टर्म है मामा यहाँ कुरेर बसिरहन् अडी जाउँ हामी त्यत्रो उहाँदेखिको भ्लग सुट गर्दै आएको थिएँ गोप्रो ग्लिच भएपछि गाइजहरू यार त्यो भिडियोै काम नलाग्ने हुन्छ क्या धेरै पनि होइन 2 मिनटको मात्रै भ्लग बनाएको थिएँ कस्तो गाह्रो छ यार सबै कुरा म्यानेज गर्न यस्तै कुराहरूले झ्याउ भएर आउँछ क्या अहिले त अन गरिरहेको छु अघि नको त भिडियो अन भएको थियो ग्लिच खायो क्या कस्तो झ्याउ भयो यार ग्लिच खाएर दाबे खान माल अगाडि जानु नदिने हो गयो पाङ्रा चिप्लिदिएर यार हट सुलुत्त गियर डाउन गरेको पाङ्रा त प्लात चिप्लिदिएर हाल्यो मलाई त्यही भएर डर लाग्छ भन्ने कारण यही हो क्या यो पाङ्रामा चाहिँ लोत्ती नै डर लागेर आउँछ मलाई भित्री सोचेर गियर डाउन भयो क्या त्यहाँनिर कर्नरिङमै त्यही भएर पाङ्रा चाहिँ चिप्लेर गयो हेर बत्तेर गएको केटाहरू भित्रीमा डाउन लप्छ त्यही भएर चाहिँ अलिकति ग्रिप चाहिँ मिठो लिन्छ यार ओहो सर मिस्टेक भयो भने लडिन्छ मामा पहाड आइरहन् मामालाई भेट्नै नदिने हो क्या गाइजहरू भित्री सेल आउट छिटै नै हुनेछ होइन प्लस भित्री कसलाई बेच्न लाग्यो त्यो पनि तपाईँहरूलाई नेक्स्ट भ्लगमा थाहा हुनेछ र अर्को खुसीको खबर चाहिँ के छ भने गाइज हाम्रो MT-15 आउनेवाला छ है नट अ फर्स्ट ह्यान्ड है सेकेन्ड ह्यान्ड बिकज इङ्ग्लिस बोले कि क्या हो मैले होइन त्यसको लागि अब जे होस् भनौँ न तपाईँहरूलाई भन्नुपर्दा चाहिँ अब हामीले सेकेन्ड ह्यान्डै लिनेछौँ किन भन्दाखेरि पैसा छैन है खुसी चाहिँ लागिरहेछ है अब MT आउनेवाला छ भित्री किन सेल आउट गरेको यत्रो खर्च गरेर भन्नु होला होइन भित्री जुन प्रपोजलको लागि लिएको थियौँ त्यो पुरा भइसकेको छ र प्लस बेच्नु पर्ने पनि अहिले कन्डिसन चाहिँ आएको छ त्यो भएको हुनाले चाहिँ अब हामीले सेल आउट गरिदिनु लाग्छौँ त्यो भित्री चाहिँ सुशीललाई उहिले हान्न लाउँछु है त म अगाडिबाट भित्रीलाई है कस्तो देखिन्छ है ल है गाइजहरू है एउटा उइली चाहिँ हान्न लाउँछु है म अब त्यो उसले रोक्यो भनेदेखिबाट है एउटा उइले हान्न लाउँ है त ल है गाइजहरू है कस्तो जाँदो रहेछ एउटा मिठो उइले हान्न लाउँछु है त म एउटा उइले हान न ल हल्का स्लो डाउन गरेर म यता आउँछु उइली देखाइदिउँ है गाइजहरू एउटा बाइक उडाउन देखाइदिउँ न एउटा ल है गाइजहरू भित्री उड्यो ओ गियर सिफ्टिङ चाहिँ सिकेको छैन तर नाइस छ है ल गियर सिफ्टिङ नगरेर त्यो एउटा इन्जिन के अरे हिरो होन्डाको इन्जिनै त्यो फक्लक गर्दै त्यही इन्जिनमा सिकेर उसले अहिले यतिको उहिले हान्ने भयो त्यो पुरानो तपाईँहरूको त्यो उ थियो नि त्यो जुन के भन्छ नि मैले स्टन्ट सिक्ने ठाउँ हो त्यहीँनिर सिकेको थिएँ उसले पनि मामालाई अगाडि जानिदिउँ है ओहो गाडी आयो हेरेर दाब्छन् तर दाब्न त बुढाहरूले भयो पनि मलाई चाहिँ यो टायरकै भर लाग्दैन क्या म लड्दा ओभर डर लागेर आउँछ क्या गाइजहरू कसम म धुलीखेलमा पहिला कम लडेँ त लास्ट धेरै लडेँ नि यस्तै टायरमा तपाईँहरूको त्यो जुन मेरो भ्लगमा हेर्न सक्नुहुन्छ होइन भ्लग त छैन तर पनि होइन ओहो उकालो ताने यार गुटुङटुङ ताने त यार बुढोको बाइकले ओहो हान्यो हरन दिनु पर्यो के गर्नु गाइजहरू गाह्रो छ हात देखाउँ भने के गर्नु आफ्नै कन्ट्रोल छैन यो बाइकमा फेरि घोप्टो परिएला भन्ने डर छ क्या यार यहाँ त त्यो खाल्टोमा पाङ्रै चिप्लिदिएर अघि कस्तो चिप्ल्यो झन् पछाडिको पाङ्रा चेप्दियो यार चेप्दियो उता अगाडिबाट गाडी आइरहेछ क्या र बाइक आइरहेको रहेछ ओहो झन्डै छुयो 220 मामा पहाडबाट आइरह नै गाइजहरू बुढाले दाब्ने बाइक त नौ त पुग्न लागेछौँ है अलि नजिक आइसकेको छ मजा आउँछ हौ साइन कुदाउन पनि गाइजहरू यार कसम
हुँदै नहुनु भन्दा चाहिँ यो भएको पनि धेरै राम्रो जस्तो लाग्छ है मलाई। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है। फ्ल्याग हालेछ यहाँनिर। पहिला भ्लगमा हेरिसक्नु भएको छ होला, त्यही भएर हामी यतातिर आएको छौँ। अब छिटै नै भ्लग चाहिँ बवाल आउनेछ, नयाँ नयाँ ठाउँमा जाइनेछ। ओए बिस्तारै नेपालमा ठाउँ छैन क्या गाइजहरू यार राइड गर्नको लागि है। नेक्स्ट लेभल ठाउँहरू चाहिँ छँदै छैन क्या, तर क्रेज आउनेछ है यो पछिको भ्लग पनि होइन। अहिलेको भ्लग पनि खत्रै छ है। इन्ट्रेस्टले हेरिदिनु होला। भ्लग नआउनुको कारण चाहिँ त्यो थियो है। म्यानेज गर्दै थियौँ सबै कुराहरू चाहिँ, अनि अरू समस्याले गर्दा पनि मैले चाहिँ भ्लग बनाउन सकिरहेको थिइनँ होइन। भान्जाले चाहिँ उडाउँछन् अहिले बाइक, यहाँ उडाउनु पर्ने हो। फुत मामालाई उहिले हान्नु भन्दै रहेछन्। डर लाग्छ अरे नउडाउने रे। एक उहिले हान्दिउँ है त ल। आमामा पारा कन्ट्रोल गर्ने गाह्रो हुने हो पछाडिपट्टिको एउटाले गर्दाखेरि त। होइन अब घर हान्दै थियो है। यहाँबाट नवबुद्धको लागि निस्किरहेको छौँ है। अब हामीले यो बाइक बेच्दा खोइ अब टायर निकाल्छौँ कि के गर्छौँ है। सकभर त टायर निकाल्ने नै प्लान भएको छ हुन चाहिँ है। अब के हुन्छ हेरौँ। मामाश्री पनि आउँदै हुनुहुन्छ पावर। यसले चाहिँ अलिकति ढिलो पावर फाल्छ, मामाकोले चाहिँ वा त फालिदिन्छ क्या पावर। त्यही भएर त बुढाको बाइक टुङ कुद्छ त। मजा छ यार साइन कुदाउनु नि गाइजहरू। अझै राइडको लागि टन्ने केटाहरू हुन्थ्यो आज, खोइ अब कसैको बाइक बिग्रिया, कोही काममा गएछन्, त्यही भएर अलिकति राम्रोसँग भ्लग बनाउनु पाइएन। एमटी आएपछि फुल तबाई मचिन्छ गाइजहरूमा कसम। एमटीमा हानिन्छ उइली त, कस्तो उइली हानिन्छ कस्तो उइली जान्छ भन्ने कुरो देखिन्छ एमटीमा गाइजहरू है। सर्लक्क ठाडै पारेर उडाइदिन्छु म अब। सक चाहिँ नाइस खेलिदिने क्या यो बाइकमा पनि ल। अरू केही नभए पनि सक चाहिँ खेलिदिने ल। ढलानको बाटो छ छन चाहिँ है। त्यो डनलपले चाहिँ राम्रो ग्रिप लिन्छ अरे ढलानमा पनि है। ओहो पिकनिक बसेका छन् मान्छेहरू यार यहाँनिर। रमाइलो छ पिकनिक स्पोट। कुन गाडी हो गाइजहरू? कता जाने हो र? ए यता हाइवेबाट जाने हो र? ए ओहो अगाडि गइसकेका छन् ल। म पनि जान्छु है गाइजहरू। ओहो गाडी आयो। भित्र टाउदिउँ है गाइजहरू ल। उकाला टप्यो। साइनले भित्रीलाई हान्दियो है गाइजहरू ल। के गर्नु अब त्यहाँनिर उ गर्दैछ राइट साइडबाटै आउनु पऱ्यो होइन। फेरि अहिले ओर्लिसक्यो यहाँ घुम्दी देखेर। खै कर्तव्य हेरिदिउँ भनेको मामाको कर्तव्य मामाको कर्तव्य हेर्नु है गाइजहरू ल। खुट्टा चाहिँ निकाल्नै पर्छ गाइजहरू। पाङ्रा चिप्लेला भन्ने डर छ, चिप्ल्यो भने गइन्छ। सेक्सी राइड भइरहेछ है ल गाइजहरू। ए मामाको बाइकले नि के धुवा फाल्न थाल्यो के? मामाको बाइकले त पुरै धुवा फालिरहेको छ गाइजहरू। इन्जिन ढुस हुने बेला भयो के त मामाको पनि। ओहो ओइ 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 खाल्टोतिर गयो। आमा भित्री दाब्यो भित्री दाब्यो। अगाडि जानै दिने होइन भने हो। धुलो पहाडी भनेर सबैभन्दा धेरै धुलो हुन्छ गाइजहरू ल। आइए बाबा पछाडि चाहिँ मामा छ नि गाइजहरू। मामालाई चाहिँ मिठो धुलो परिरह होला। मलाई परिरह यहाँनिर धुलो उडाइदिएर हेर मामा कस्तो पहाडीबाट आइए। ओए मामा आइए धुलो खाँदै आइरहेछ नि मामा चाहिँ गाइजहरू। अफरोड छ है अफरोड। ल ल ल ल मामा अब मलाई खुवाइदिनु भयो त धुलो त यार। ओए दाबु अगाडि सेट म्यान।
धुलो खाइयो 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 दुईजना अगाडि गड्डम न ल मै लड्छु कि के हो यो ओ कहाँ गयो अब धुलो किन नखानु खाइहाल्यो नि आम्मामा त अब यो मेरो कालो हुडी पुरै सेतो हुने भयो सेट 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 मामाश्रीलाई ओटा खानिदियो यार मामाश्रीको कर्तव्य हेर गाइजहरू उभिहान पाइल्स भयो जस्तो छ है मामालाई चाहिँ आम्मा अफरोडमा त दाब्न त मजा आउने यार पछाडि चाहिँ आफू परिरहेछ है भ्यू देखाउनै पर्यो केटाहरूको चलाइ गाह्रो छ ओहो ओइ मा यो ढुङ्गामा पर्ने बित्तिकै अगाडिको पछाडि पाङ्रा फुत त फालिदिन्छ ए कहाँ गएको पुरै अफलेन बाल छैन आए पाउको गए साउको अफरोडमा अब भित्री पछाडि छोडिहाल्यो नि आमा भिर चढाकेर बुढाले जाउँ जाउँ मामा गयो अगाडि सँगसँगै भयो है अगाडि हेरौँ है अगाडि फोकस हौ मामाले भेटे झन्डै भेटेनन् बुढाले पहाडतिर अब कहाँनिर पुग्यो त कहाँ गयो त अब त्यो उता यतातिर गइसकेछ यो चाहिँ पिकनिक स्पोट छ है गाइजहरू ल तपाईँहरू पनि आउनु सक्नुहुन्छ नवबुद्धमा चाहिँ होइन पिकनिक स्पोट छ ओहो हो ला कहाँ सनाउन नआएको त उठाउँदैन उठाइकन वाउ ल गाइजहरू कहाँ आइपुग्यो है हामी चाहिँ ल यस्तो पो हो त भ्यू त ल ल ल ल आमामा भ्यू चेक गर्न सक्नुहुन्छ है गाइजहरू तपाईँहरूले चाहिँ ल कस्तो बवाल छ है नाइस लाग्यो मलाई चाहिँ ठाउँ चाहिँ पहिला नै आएको हुन्छ तर यता हतपत आइरहँदैन अनि मामाश्रीले अनि भ्लग हाल्न चाहिँ किन बन्द गर्नु भएको मेरो चाहिँ आन्तरिक रूपमा चाहिँ भन्नुपर्दाखेरि चाहिँ विविध कारणले गर्दाखेरि एक्सिडेन्ट पनि भयो अनि यसको चाहिँ ठुलो भएर चाहिँ बाबुआमाका लागि सुध्रेर बसेको भनौँ न अहिलेलाई चाहिँ बाबुआमाका लागि सुध्रेर बसेको छोरो हो कुन दिन निस्किन्छु तर त्यो दिन हङ्गामै गर्छु मैले मेरो भन्ने यति नै छ भनाइ छ फुटाउनु भयो त यहाँनिर त्यो त अनि अस्ति न गाडीमा त्यसको कहानी लामो छ ए के हो भन्दाखेरि हिटिङ चाहिँ जोड भइरहेछ है गाइजहरू भन्नु न भन्नु 90 को स्पिडमा थियो 90 92 जतिको स्पिडमा गइरहेको थियो होइन सुई आउँदाखेरि डिपोमा ठ्याक्क डिपोमा गाडी जान लागेको रहेछ ब्रेक हान्छु भन्दाखेरि त म गाडीको पछाडिको टायरमा गएर त्यो अगाडिको लेकालले पचाक हान्दाखेरि म त ब्रेक हान्दाखेरि पछाडिपट्टि पोला गएर ठोकेर त फुट्यो भित्री चाहिँ अब छिटै नै जाने छ अब लगभग हप्ता दिनभित्र चाहिँ जान्छ भित्री अब खोइ के हुन्छ हेरौँ अब डनलप त राख्ने सोचिरहेको छौँ अब राख्नु त राख्ने भनेको अब के हुन्छ हेर्दै जाउँ अब डनलप भएन भने होइन आउँदैछ नि त हाम्रो एमटी भित्री पनि छन त छ अब भित्री सेल आउट नगरिकन नि ल्याउनु त सकिन्छ नसकिने त भन्न सक्दिनँ म होइन तर अलिकति समय लाग्न सक्छ त्यसको लागि त्यो भएको हुनाले चाहिँ अब भित्रीलाई हामीले पठाउन लाग्छौँ खर्च त धेरै गरियो नि गाइजहरू यार फुटरेसहरू होइन अगाडिको हेडलाइटभित्र पनि तपाईँको यो एलइडी लाइटहरू होइन यता पुरै चेन्ज छ होइन अनि अरू त कुरै नगरौँ न अब भित्री कुराहरू भइहाल्यो स्टेरिङ यताउता मैले तपाईँहरूलाई सबै भनिसकेको छु नि गोप्रो चाहिँ मेरो यस्तो झ्याउ भइरहेछ नि यो स्क्रिनले काम गर्दैन क्या गाइजहरू यार तपाईँहरूलाई म देखाइदिन्छु होइन हेर्न सक्नुहुन्छ है अब गोप्रो अन भइसक्यो है गोप्रो चाहिँ अन भइसक्यो अब यतापट्टि पुरै देखाइरहेछ है स्क्रिन मजाले देखाइरहेछ तपाईँहरू हेर्न सक्नुहुन्छ अब यतापट्टि चाहिँ देखाउँदैन क्या स्क्रिन चल्दैन अनि स्क्रिन नै चल्दैन अनि स्क्रिन मात्र नचल्ने भयो त हुनु ग्लिच भइरहेछ क्या अब कमेन्ट गर्नु होला MT-15 लिँदा ठिक होला कि FZ250 चाहिँ किन सोचेको भनेर भन्दाखेरि बजेट अलिकति मिलाउन गाह्रै छ है गाइजहरू अनि किनकि MT-15 अलिकति महँगै छ 3 3.5 पर्न जान्छ
अनि तपाईँको त्यो जुन एफजेड किन्ने पैसा र एमटी किन्ने पैसा चाहिँ एकदमै फरक भयो क्या, लगभग डबल तिर्पलै फरक हुन जान्छ। अनि त्यो भएको हुनाले चाहिँ अब यदि हामीले एफजेड 250 लियो भने चाहिँ त्यसमा चाहिँ खर्च गरिरहन सक्छु नि त मैले अब लङ टर्मसम्म, अब किनकि खर्चहरू जोगाएर गर्नुपर्ने हुन्छ नि त मैले। त्यो भएको हुनाले चाहिँ मैले एफजेड 250 सोचेको। तर फेरि एमटी नलिकन अलिकति भ्लगमा रमाइलो हुन जस्तो लागिरहेको क्या मलाई, त्यही भएर चाहिँ एमटी नै लिने सोच्छु। हेरौँ, तपाईँहरू पनि कमेन्ट गरिदिनु होइन, मलाई पनि सजिलो हुन्छ कुन चाहिँ लिँदा ठिक हुन्छ, एमटी कि एफजेड 250 है। माया र सपोर्ट बनाइरहनु होला, धेरै नै माया पनि देखाइरहनु भएको छ भ्लगमा। र प्लस हाम्रो सब्सक्राइबर चाहिँ 500 जतिसक्दो छिटो पुर्याइदिनु। भ्लग मैले कन्टिन्यू गर्न पाइनँ, अहिले त लगभग 28 त्यस्तै 1 महिना जति भइसक्यो क्या मैले भ्लग बनाउनु नपाएको। अनि हेरिदिनु भ्लग है। अब यही थियो कारण चाहिँ मैले भ्लग बनाउनु नपाएको, अरू पनि छन् कारणहरू, त्यो चाहिँ म अहिले भन्न मिल्दैन होइन, त्यो पछि तपाईँहरूलाई भन्ने छु। दोकानै बोकेर आएको है क्या हो, दोकान पुरै बोकेर आयो, यहाँ फाल्नलाई आएको, यहाँ फोहोर गर्नलाई। यहाँ फाल्ने ठाउँ हो यो भने के हो यो मामा? आइसक्रिम अन्त खाइसकेको आइसक्रिम होइन, रमाइलोको उठफटाङ गर्न नि मलाई मन लाग्छ होइन, मैले नगरे मात्र हो फेरि। ए त्यस्तो है गाइजहरू है। हामीले चाहिँ टेक्नोलोजिया बाइक लिएको थियौँ, अहिले त्यो बाइक चाहिँ लिएर आएको छैन, टेक्नोलोजिया बाइक लिएर आएको थियौँ। अनि त्यो बाइक चाहिँ डेन्जर भाइरल गएको थियो, टिकटकमा पनि भाइरल गएको थियो, प्लस एउटा विदेशीले चाहिँ इन्स्टाग्राममा हाल्दै थियो है। त्यो कस्तो भएर रहेछ देखाइदेऊ नि त ल दोस्त। ल है गाइजहरू खै हेरौँ त यसमा चाहिँ कति भ्युज गएर छ। 59 मिलियन पुगिसकेको छ हाम्रो बाइक यार, 1 मिलियन लाइकै 1 मिलियन पुगिसकेको छ। आम्मा पहिला सुरु चाहिँ फेरि हामीले टिकटकमा हालेको थियो हाम्रो यो बाइकको है, हाम्रो टिकटकमा थियो है। टिकटकमा चाहिँ कति भ्युज गएको रहेछ? ए लाइकै मात्र लाख पढिसकेको रहेछ है। भ्यू चाहिँ कति गएको छ यसमा? 3.9 मिलियन। ए 4 मिलियन झन्डै गइसकेको है, भाइरल मान्छे हो, भाइरल गएछ यार हाम्रो यो बाइक चाहिँ होइन। यस्तो चाहिँ के हो यो बाइक, कति भाइरल छ थाहा छ? यो कति यो 40 मिलियन जति गएको छ, एउटा विदेशीले हालेको क्या हाम्रो बाइकको होइन। पारा टेक्नोलोजिया देखाइदिउँ न एकचोटि फेरि टेक्नोलोजिया ल स्टाइलमा, यही हो नि त टेक्नोलोजिया। टेक्नोलोजिया बाइकको चाहिँ कन्डिसनमा चाहिँ क्लच पनि भाँच्छ सर, यस्तो भाँचेको क्लचमा कुदा यो मोटार्ने कुरो त्यस्तै छ है। गतिलो ट्याङ्की अर्कै बाइकको, फुटरेस अर्कै बाइकको, सामान त एउटा पनि यो बाइकको केही पनि छैन। सक पनि गइसक्यो, कन्भेयर पनि गइसक्यो, गतिलो त केही पनि छैन। यो फुटरेस झन् मेन हो क्या, यो फुटरेस हो क्या मेन त। यहाँबाट यस्तो हेर्नुपर्छ, यो फुटरेस अगाडि छ, यतापट्टिको पछाडि छ क्या। बाइक त मान्नै पर्ने छ। अनि मेन कुरा चाहिँ यसको चिल्लो टायर हो क्या। मोबाइल ग्रिप लिन्छ होला त्यसले। अनि अर्को पनि कुरा छ यो ब्रेक पुरै जुगाड आम्मामा, स्प्रिङ हाल्यो बाबा। यहाँ चाहिँ धेरै झन्डा आएको छ, टाउको छु नि कहिले के छु नि छुन चाहिँ छुइहाल्ने रहेछ। यसो कमेन्टमा दिइहाल्नु होला होइन, अफ रोडिङ हान्नको गर्न पो मजा आउँछ। साथै भ्लगिङ भनेको भ्लगिङै हो, अब के भन्नु, बाइक भनेको बाइकै हो, मान्छे भनेको मान्छे हो, अब साइकल भने साइकल हो, रोड भने रोडै हो, दोस्त भने दोषै हो। के गर्नु, सम्झना यस्तै छ, बिर्सना त्यस्तै छ। बाइकमा पावर यहाँ उहिलेको तयार हान्दैछ ऊ, ठाडै नियरली क्रास भन्छ यसलाई। मुस्कान नि फेरि उसको हाँसो पिचिक्क छ है। के अन्त अब साइन बाइकको यस्तो हुन्छ कि टायर सानो हुन्छ होइन, अब यो बाइक भए पो अलिकति मोटो हुन्छ होइन, अलिकति हल्लिन सल्लिन दिँदैन होइन। यो कुहिले हान्ने नै भने ऊ ल हानिदिइसकेको छ ल। सानो स्ट्यान्ड अब हुँदा हन्डामा नि हान्न थालिसकेको छ होइन। सबजना मिले यसो भिडियो इन्जोय गरिदिनु होला है। नबुद्धको पुरै ओह्रालो छ नि यो, अलिकति स्पिड कम भएन भने म पुरै हात छोडेर कटाइदिन्छु होइन। कहाँसम्म सक्दिन्छु सबैजना मिले हेरिदिनु होला। अब
सानो स्टन्ट ऊ झन्डै लडिरहेको छ होइन कुन बेला लड्न चाहिँ लड्छ आज लड्न उसको दिन छ क्या अरे 2-3 चोटि भइसक्यो अब हेरिदिनु होला होइन कहाँसम्म सक्छु म हात छोडेर है अब उसले चाहिँ कन्टेन्टको लागि यस्तो गरिरहेको छ मलाई थाहा भएकै कुरो हो होइन कन्टेन्टको लागि आफ्नो ज्यान चाहिँ धर राख्नुहुन्न केटा हो है अझै भयो भने बिस्तारै जानुपर्छ यस्तो हातसाथ त म कहाँसम्म मात्नु यस्तो जाने हो होइन बिस्तारै बिस्तारै गियर ब्रेकिङ हान्ने हो हेर्नु गाइज कत्रोवाला छ है त्यो पनि अब बिस्तारै बिस्तारै ट्राई गर्दैछु कहाँसम्म सकिँदो रहेछ यसमा भनेको चाहिँ आफ्नो ज्यान पेल्ने हो कि त्यो ह्यान्डल स्यान्डल चौकायो भएन कि जस आफ्नो ज्यानलाई होइन ब्यालेन्समा राखेर यतिको एङ्गल भन्दै जाने हो कस्तो हुन्छ अब यहाँबाट यो टर्निङ अलिक गाह्रो छ जस्तो फिल भइरहेको छ होइन तर हानिदिन्छु मलाई थाहा छ है जो भयो नि अब एउटा भ्लगिङको लाइनमा लगाएपछि होइन दाइले नि यस्तो दिइसक्नुभयो है अब आफ्नो भिडियोलाई अघि बढाउँछु म कतिको सकिन्छ जे भयो नि एउटा भिडियोको जस मान्छेबाट सपोर्ट पनि पाइरहेको छ यसो याद गर्नु न ल होइन मान्छेबाट सपोर्ट छ होइन साथ छ है जे भयो नि अब एउटा प्लेटफर्म त हो नि एउटा सानो स्टन्ट त अब स्टन्ट देखाउन थालिहाल्छ होइन अब इन्जिन जान आँटी छ हाम्रो साइनको होइन हाम्रो साइन पनि हिजो अस्ति भर्खर ल्यायो हो अब बिस्तारै अब यसमा पनि भिडियो आउँछ है ल यस्तो उडाउनु पऱ्यो नि ल अब सानो स्टन्टकोबाट मैले आधी बनाए हो होइन अग्निको भिडियो अलिकति चित्तो बुझेन कि अलिकति इन्ट्रेस्टिङ टोन दिएको थिएन मैले होइन कस्तो टाइपको बुलेट बाइक 17 लटको रहेछ होइन पुरानो भिन्टेज बाइक हो यो हजुरलाई कुकुरलाई हाटेर हेर्नु सक्नुहुन्छ ल ल ल ल ल ल सानो स्टन्टलाई त म धुलो खुवाइदिइहाल्छु होइन मामा स्टन्ट भन्ने हो क्या अब मामालाई पनि भेट्न चाहिँ गाह्रो छैन गाइज नर्मल यस्तो गरेर यत्तिकै हानिदिएपछि मामा भेटेन नि त रियाक्सन हेर्नु सक्नुहुन्थ्यो होइन मामा पनि अलिकति हाम्रो डेन्जरै हुनुहुन्छ कि अब सानो स्टन्ट चाहिँ अघि छ म पछि छु मामा आउँदैछन् दब्बाएर आउँछन् फेरि मामा आएपछि त्यस्तो हामी जस्तो त्यो बिस्तारै आउने हाम्रो मामाको चल्दैन नि होइन यहाँ त्यो त प्रायः जस्तो सबै त्यो स्टन्ट बाइक जस्तो लाग्छ कि मलाई गाउँहरूतिर चल्ने होइन सबैको बाइकको लुकिङ ग्लास पनि हुँदैन होइन सामान पनि के को हाले हुन्छ ट्याङ्की एउटाको के को गयो ल सानो स्टन्ट पनि गयो हन्डा भर्सेस हन्डा ल है हन्डा भर्सेस ल है हान्ने हन्डा टप सानो स्टन्टले नि ओभरटेक हानिदिइसकेको छ यहाँबाट चाहिँ हामी बिस्तारै जानुपर्छ भन्ने न मुखले मात्रै म बिस्तारै जानुपर्छ भने भन्छु है जान चाहिँ अलिकति स्पिड ओहो मामाको कुदाइ मामालाई भ्याइन्छ भने भित्रीले भेट्दैन ताल पायो भने मामाको कुदाइलाई सानो स्टोर पनि 70-80 त हिँडेछ हौ 80 भन्दा 90 हानेछ हौ सानो स्टोनले नि एक्जस्ट हाल्यो भने चाहिँ समात्ने नै हो होइन झन्डै एक्सिडेन्ट भएपछि 3 जना च्याप्दिए मामा फेरि कन्टेन्टको लागि केटाहरू पनि बाइक दब्बाएको दबाई छन् कोट चाहिँ लड्छ अहिले लड्न चाहिँ लड्छ जस्तो मलाई भइरहेछ है झन्डै मामा फुत्त छिराइहाले अब यो त साइनको पिकअप पुगेन क्यारे इन्जिन जान आँट्यो भयो नि होला होइन कहाँ पक भनेर हुन्छ त यार त्यो साइनको भन्दा डबल पिकअप छ है कुदाउनै पर्यो हो त ल
हामी फेरि ल ए यस्तो हन्डा सन्डाले भेट्ने भयो भने त भित्री नकिने नि हुन्छ भने ल त्यसै नाम राख्यो हो त भित्री ल 108 110 मा त कनैङै हालिदिन्छु यार म अलिकति सेफ्टी लगाएन अलिकति डर लाग्छ होइन नभए त सानो स्ट्यान्डलाई म अगाडि बढाइदिइहाल्छु नि फेरि त्यस्तै भने होइन मैले भिडियो बनाएर भने हो होइन हेर्न सक्नुहुन्छ है त कति हान्दो छु होइन सानो स्टोन अन टप भने जस्तै होइन भिडियो चाहिँ हेर्नु है बाइक सुताइदिने हो ज्यान यता ढल्काउने हो कि ल हेर्नु सक्नुहुन्छ है ल त्यो त हान्दिनँ यार म त्यतिसम्म चाहिँ छैन होइन त्यसो अलिअलि कुदाउनु जानेछु भनौँ न रन्डीको बाँध झन्डै गएको थियो है रन्डीको बाँध हो होइन कुन बाइक आयो ल हो झन्डै हानिदियो है ल ल ल फेरि दुईजना हाइपर साइनले तप्न थाल्यो भने मैले भन्नु न भित्री नकिने नि हुन्छ कि साइन लिने हो म कुदाइदिने हो कि भित्री के काम न त लौ आमामामामा केटो दिएको सानो स्टनले पुरा आफ्नो ज्यान प्रेस दिइरहेको छ कि गाइजहरु हामी चाहिँ ग्यारेजतिर आइपुगिसकेका छौँ आजको राइड कस्तो भयो मामा एकदम बबाल भयो तर सेफ राइड गर्नुपर्ने रहेछ बबाल हाने हो तर यो साइन पनि होइन कर्नरिङमा चाहिँ यस्तो बबाल हाने कि उयो लेकार छोको यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर होइन यति चाहिँ छोयो यति घिस्री यहाँ देखाइदिनु यहाँनिर यति छोयो होइन बबाल गएको ल एकदम मिठो बबाल यत्तिकै जाओस् ल गाइजहरु त्यति बेरसम्मको लागि माया र सपोर्ट बनाइरहनु होला सानो स्टन्टलाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन त्यति बेरसम्मको लागि चाहिँ बाइ